नमस्कार, म डाक्टर राजेन न्यौपाने, स्त्री तथा प्रसूति रोग विशेषज्ञ। म यहाँहरूलाई मेरो डाक्टर राजेन एसएस नामको युट्युब च्यानलमा स्वागत गर्दछु। आज म यहाँहरूलाई किन प्राय पुरुषहरूलाई महिलाको स्तन राम्रो लाग्छ, महिलाको स्तन राम्रो लाग्ने 9 कारणहरूका बारेमा सरल भाषामा जानकारी गराउन गइरहेको छु। यदि यहाँहरूले डाक्टर राजेन एसएस नामको युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। अब हामी सुरु गरौँ महिलाको स्तन र महिलाका स्तनका केही रोचक 9 जानकारीहरूका बारेमा। महिलाको स्तन महिलाको छातीमा अवस्थित एक ग्रन्थि हो जसमा बोसो र दूध उत्पादन गर्ने ग्रन्थिहरू हुन्छन्। यसको मुख्य कार्य स्तनपानका लागि दूध उत्पादन गर्नु र भण्डार गर्नु हो। हरेक महिलाको स्तन फरक फरक आकारका हुन सक्छन्। एउटै महिलामा पनि दुवै स्तनको आकार उस्तै नभएर फरक फरक आकारका हुन सक्छन्। महिला महिनावारी हुँदा, गर्भवती हुँदा, स्तनपान गराउँदा, महिलाको वजन बढ्दा वा घट्दा, महिलाको महिनावारी सुकेपछि हर्मोनल औषधिहरूको प्रयोग गर्दा महिलाको स्तनको आकारमा परिवर्तन आउँछ। संसारका धेरै संस्कृतिहरूमा महिलाको स्तनहरूलाई धेरै तरिकामा कामुकता र आत्मीयतासँग जोडिएको हुन्छ। प्रायजसो महिलाहरूका लागि स्तन एक मुख्य इरोजेनिक जोन हो। जब महिलाको स्तन कुनै पुरुषले चलाउँछ वा खेलाउँछ, महिलाको स्तन र निप्पलहरू उत्तेजित भई महिलालाई यौन उत्तेजना बढाउँछ। त्यसैले महिलाका स्तनले मानिसको कामुकता र यौन आकर्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। महिलाको स्तन र निप्पलहरूको उत्तेजनाले महिलाको मस्तिष्कमा अक्सिटोसिन हर्मोन छोड्न मद्दत गर्छ, जसका कारण महिलाको पूर्ण रूपले ध्यान आफ्नो पार्टनरसँग केन्द्रित गर्छ र यौन सम्बन्ध राख्ने इच्छालाई अझ बलियो बनाउँछ। पुरुषहरू महिलाको स्तनबाट यति धेरै मोहित हुने यो पनि एक कारण हुन सक्छ। पुरुषहरू महिलाको स्तनप्रति आकर्षित हुनुको मुख्य कारण समाजको मनोविज्ञान हो, जहाँ महिलाको स्तनलाई महिलाको प्रजनन क्षमता, सुन्दरताको वा आकर्षणको केन्द्र, जसमा स्तनको आकार जस्ता कारणहरूले महिलाको सुन्दरता तथा आकर्षण निर्धारण गर्न भूमिका खेल्छन्। धेरैवटा अध्ययनले के देखाएको छ भने महिलाका स्तनप्रति आकर्षित हुने निम्न 9 कारणहरू, जस्तै 1 नम्बरमा महिलाको शरीरमा एस्ट्रोजन हर्मोनको वृद्धि सँगसँगै स्तनको विकासलाई प्रजनन क्षमताको सङ्केत मानिन्छ। यो हर्मोन अण्डाशय र महिनावारी चक्रका लागि महत्त्वपूर्ण र मुख्य हो र यी दुवै प्रजनन क्षमताका अत्यावश्यक भागहरू हुन्। तसर्थ यौवनकालमा स्तन विकासको सुरुवात र स्तनको पूर्ण विकासले महिलामा प्रजनन परिपक्वता सङ्केत गर्छ। दोस्रो, महिलाको स्तनको हेराइ र स्पर्शले पुरुषहरूमा बलियो शारीरिक प्रतिक्रिया वा यौन उत्तेजना निम्त्याउँछ। महिलाको स्तनको स्पर्श मात्रले पुरुषहरूमा शारीरिक तथा भावनात्मक रूपमा यौन उत्तेजित बनाउँछ र क्रमशः उत्तेजनामा वृद्धि हुन्छ। पुरुषहरूमा यौन सम्पर्क गर्ने इच्छा निम्त्याउने र तीव्र हुने हुन्छ। यसै कारण पुरुषहरू महिलाको स्तन हेर्न, स्पर्श गर्न र चलाउन मन पराउँछन्। तेस्रो, हरेक जीवहरूले एकअर्कासँग यौन सञ्चार गर्न फेरोमोन रासायनिक सङ्केतहरू छोडे जस्तै महिलाको स्तनले पनि फेरोमोन रासायनिक सङ्केत छोडेर पुरुष साथीलाई आफूतिर आकर्षित गर्न सक्छ। त्यसैले पुरुषलाई महिलाको स्तन छुँदा वा चलाउँदा आनन्द महसुस हुन्छ। चौथो, सामान्यतया महिलाको शरीरमा भएको हर्मोनको परिवर्तन, उमेर, गर्भावस्था जस्ता कारणहरूले महिलाको स्तनको आकार र प्रकारमा असर गरिरहेको हुन्छ। तर युवा पुरुषहरू गोलो र ठुलो स्तनमा मोहित हुन्छन्, किनभने विभिन्न खाले पहिलादेखिको सांस्कृतिक मापदण्ड र प्रचार प्रसारले
स्तनको आकर्षण पुरुषको सोचाइ र धारणालाई प्रभाव पारिरहेको हुन्छ। 5औं, महिलाको स्तन उत्तेजनाले प्रेम हर्मोन अक्सिटोसिनको रिलिजिङलाई ट्रिगर गरेर शरीरमा प्रेम हर्मोन सञ्चालित गर्छ। यो हर्मोन माया, प्रेम, सम्बन्ध र घनिष्ठतासँग सम्बन्धित भएकोले साझेदारहरू बीचको सम्बन्धलाई मनोवैज्ञानिक रूपमा अझ बलियो बनाउँछ। 6औं, सबै पुरुषहरू स्तनप्रति समान रूपमा आकर्षित हुँदैनन्। पुरुषको व्यक्तिगत प्राथमिकता र अनुभवले महिलाको स्तन आकर्षण स्तरलाई असर गर्न सक्छ। प्राय पुरुषहरू मुख्यतया मनोवैज्ञानिक कारणले महिलाको स्तनमा आकर्षित हुने र महिलाको स्तनलाई प्रजनन स्वास्थ्यको सङ्केतको रूपमा हेर्छन्। 7औं, महिलाको स्तनको विकासले महिलाको प्रजनन उमेर प्रवेशलाई जनाउँछ, जसले महिला र पुरुषलाई सम्भावित जोडीहरूका लागि मुख्य आकर्षण बनाउँछ। महिलाको स्तनको तन्तु मुख्यतया बोसोबाट बनेको हुन्छ, जसले महिलाको ऐतिहासिक रूपमा सन्तानलाई पोषण गर्ने क्षमता विकसित भएको सङ्केत पनि गर्छ। महिलाहरूमा स्तनको विकासले महिलाहरूको यौवनको सुरुवात तथा यौन परिपक्वताको एक प्रमुख सूचक पनि हो। 8औं, धेरै पुरुषहरूले महिलाको स्तनको आकार र प्रकारलाई सौन्दर्य रूपमा मनमोहक ठान्दछन्। सौन्दर्यको दृष्टिले महिलाको आकर्षक स्तन भनेको न धेरै ठुलो न धेरै सानो, महिलाको शरीरको समानुपातिक अनुपातमा पूरक हुनुपर्छ। 9औं, महिलाका स्तनहरू एक प्रमुख यौन उत्तेजक हुन्, जसले पुरुषहरूमा सजिलै यौन चाहना र उत्तेजना उत्पन्न गर्छ। महिलाहरूसँग लामो समयसम्म आँखाको सम्पर्क, शारीरिक सङ्केत, यौन साझेदारको आकर्षक शारीरिक विशेषताहरू, कामुक कल्पनाहरू, खुलापन र निमन्त्रणाको सङ्केत आदिबाट पुरुष बढी उत्तेजित हुन्छन्, जसमा महिलाको स्तनले प्रमुख भूमिका खेलेको हुन्छ र पुरुषको व्यक्तिगत प्राथमिकता र यौन इच्छालाई उत्पन्न गराउँछ। अन्तमा म एक स्त्री तथा प्रसूतिरोग विशेषज्ञ भएको हिसाबले के भन्न चाहन्छु भने सबै पुरुषहरू भन्न मिल्दैन, तर केही पुरुषहरूका लागि महिलाको सौन्दर्य भनेको ठुलो स्तनको मान्यता रहेको हुन सक्छ। प्राय पुरुषले महिलाको स्तन मन पराउनु भनेको महिलाको स्तन फोरप्लेको लागि पहिलो विकल्प हो। त्यसैले महिलाको स्तनलाई मायाका साथ खेलाउँदा पुरुषलाई मात्र नभई महिलालाई पनि यौन उत्तेजना बढ्छ। प्राय पुरुषहरूलाई यौन सम्पर्कका बेला महिलाको स्तनहरू समात्न, थिच्न, चुस्न र चुम्बन गर्न एकदमै मन पर्छ। महिलाको स्तन बिनाको यौन सम्पर्क कुनै पनि पुरुषले कल्पना पनि गर्न सक्दैन। यसरी महिलाको स्तन खेलाउँदा पुरुष र महिला बीचको घनिष्ठता बढ्ने, प्रेम सम्बन्ध धेरै गुणा बढाउने एक अध्ययनले जनाएको छ। धेरैवटा अध्ययनका अनुसार पुरुषलाई महिलाको स्तन मन पर्नुको मुख्य कारण पुरुषमा हुने टेस्टोस्टेरोन हर्मोन हो। यसै हर्मोनका कारण पुरुषहरूलाई महिलासँग बस्न, गफ गर्न, महिलाको स्तनहरू हेर्न र छुन रमाइलो लाग्नुका साथै यौन इच्छा उत्पन्न हुने हो। समग्रमा भन्ने हो भने महिलाको स्तनहरू पुरुषहरूका लागि आकर्षक र यौन उत्तेजक मानिन्छन्। यहाँहरूलाई यो जानकारी कस्तो लाग्यो तल कमेन्ट गर्नुहोला। जानकारी राम्रो लागेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।